हेलो नमस्ते साथीहरु। हामी चाहिँ दुईजना लाग्यो उकालो उकालो कतासम्म पुग्ने हो। जहाँसम्म पुगिन्छ त्यहीसम्म पुगेर आउने हो हैन। हिलो म त निस्किन्छु है। जन्न हिलोमा मैले पो लड्यो भने हिलो त हिलो छ। त्यति टाढो छ यहाँ पर छ जस्तो छ। गाडीहरू आउँदैछ जस्तो छ। भेट्दिनँ होला मैले त अलिक झप्प देख्छ क्या। त्यो पत्ताहरू चाहिँ हटाउनु पर्छ। डिस्टर्ब गरे यहाँनिर तिनीहरू चाहिँ क्या। कान पो बन्द भयो मेरो त। भिडियो भइरहेछ फ्लावर। अब माथि पुगिन्जेलसम्म उहिले जाने हो कि डाँडा बजारको घुमघाम। डाँडा बजारदेखि हामी चाहिँ धोजे डाँडातिर लागिरहेछौँ। एकदमै रमाइलो छ। सुन्दर शान्त वातावरण। हरियो वन नेपालको धन भन्ने जस्तै यहाँ चाहिँ एकदम हरियाली छ। कता सर्टकट बाटो होला उता जाने होला। प्राकृतिक रूपमा सुन्दर छ। यी फुलहरू फुलिरहेछ थरी थरीको। हेर्नुहोस् कस्तो राम्रो फुलिरहेछ। धोजे डाँडा बोल्नु नि आउँदैन। दामी छ। घुम्न आऊ है साथीभाइ। घुम्न आउँछौँ जम्मै भनेर भन्नेहरू कता हराए। आज हामी आइपुग्यो यहाँ। ल अब चाहिँ हामी हिँडौँ राजारानीतर्फ जाने हिँड्दा नि। त्यो चिसो राखेको होइन त्यसमा हाल्दै लानुपर्छ। बाटो त खतरा छ। यताको चिसोले थुक्पाको सुप खानु